यसपालि 2082 सालमा एसीए दिने विद्यार्थी भाइ बहिनीहरूलाई शैक्षिक भ्रमणको रूपमा यस कोन्जोसोम बुद्ध मूर्ति पार्कमा शैक्षिक भ्रमणको लागि यहाँ उपस्थित हुनुभएको छ। हामी कोन्जोसोम परिवारमा चाहिँ परिवारको तर्फबाट चाहिँ यहाँहरू विशेष गरिकन चाहिँ ग्रामोन्नति माध्यमिक विद्यालयको परिवारलाई सर्वप्रथम हामी विशेष धन्यवाद व्यक्त गर्दछौँ। अनि हामीले के सोच्यौँ भन्दाखेरि यो ठाउँमा हामीले सधैँभरि जङ्गलको रूपमा चिहानको रूपमा मात्रै राखेर हामीलाई हुँदैन हैन। हाम्रो हिजो त डाँडाबारी क्षेत्रको रूपमा यसलाई अब परिचित थियो, अहिले त हामीले महाभारत गाउँपालिकाको रूपमा परिचित भएको गोपे भन्ने ठाउँमा हामी छौँ। र अहिले हामीले कोन्जोसोमको नाममा चाहिँ हामीले एउटा बुद्धको मूर्ति चाहिँ हामीले प्रतिमा एउटा खडा गरेका छौँ, जुन चाहिँ 35 फिट 36 फिट अग्लो छ। यो चाहिँ महाभारत गाउँपालिकाकै पहिलो अग्लो र काभ्रे जिल्लाको चाहिँ तेस्रो अग्लो बुद्धको मूर्तिको रूपमा स्थापित छ। हामीले यो नाम चाहिँ हामीले कोन्जोसोम राख्नुको कारण चाहिँ कोन्जोसोम भनेको चाहिँ कोन्जो भनेको चाहिँ भगवान हैन, सोम भनेको चाहिँ तीनवटा भन्ने एउटा अर्थ लाग्दो रहेछ। हामीले एउटा मात्रै स्थापना गरेका छौँ, भविष्यमा चाहिँ यसलाई 3वटा बुद्धको मूर्ति स्थापना गर्नेछौँ। त्यसो हुँदाखेरि कोन्जोसोममा आज ग्रामोन्नति माध्यमिक विद्यालयबाट चाहिँ शैक्षिक भ्रमणकै रूपमा चाहिँ यो स्थानलाई एउटा प्रमोट गर्ने हिसाबले पनि र चाहिँ हरेक हिसाबले पनि यहाँहरू आइपुग्नु भएको छ। सर्वप्रथम मेरो तर्फबाट र हाम्रो टिमकै तर्फबाट पनि ग्रामोन्नति माध्यमिक विद्यालयको परिवारलाई हामीले विशेष धन्यवाद ज्ञापन गर्दछौँ। वास्तवमा एजुकेसन इज नथिङ बट फर्मेसन अफ ह्याबिट, शिक्षा केही पनि होइन बानीको विकास हो भन्ने कुरालाई आत्मसात गर्दै वास्तवमै शिक्षाको नै नीति अनुरूप मूल्याङ्कन पद्धतिको आधारमा हामीले चाहिँ कक्षा 10लाई पहिला चाहिँ प्रयोगात्मक भन्थ्यो, अहिले प्रयोगात्मक भनिँदैन, इन्टर्नल भन्छौँ हामी। आन्तरिक परीक्षाको रूपमा ग्रामोन्नति माध्यमिक विद्यालयले यो वर्ष महाभारत भित्रै रहेको 3वटा कुराहरूलाई चाहिँ विद्यार्थीलाई स्पष्ट गराउने हाम्रो योजना थियो, जस अनुरूप हामीले एउटा महाभारतमा रहेको कफीलाई कसरी प्रबन्धन गरी भइरहेको छ र त्यो कुरालाई कसरी विद्यार्थीले सिक्ने, र अर्को कुरा यहाँ एकदमै सम्भाव्यता रहेको दुग्ध प्रवर्धन कसरी हुन्छ भन्ने कुरा विद्यार्थीमा थाहा गराउने र सांस्कृतिक सम्पदा अन्तर्गत कोन्जोसोम भन्दो रहेछ। अघि नै सरले भनिसक्नुभयो, कोन्जो भनेको भगवान, सोम भनेको 3 तर 1। यो पार्कमा चाहिँ हामी आइपुगेका छौँ र वास्तवमा यो ठाउँको बारेमा भन्नुपर्दाखेरि हामीले धेरै ठाउँ घुम्यौँ, पश्चिम पूर्व इन्डियाको केही भाग, चाइनाको केही भाग घुमिरहँदाखेरि हामी चाहिँ के छ कहाँ हो भनेर खोजिरहन्थ्यौँ। र यो वर्ष चाहिँ वास्तवमै ग्रामोन्नति टिमले हामीले धेरै योजनाहरू बनाएको थियौँ। वास्तवमा बनाउँदै गर्दाखेरि पनि नजिकै जाउँ भनेर हामीले यो वर्ष कोन्जोसोम पार्कलाई रोज्यौँ। यहाँ आइपुग्दै गर्दा हामीलाई के नै होला र हाम्रो ठाउँमा जस्तो लाग्थ्यो। वास्तवमा हामीले चाहिँ मृग जस्तै आफ्नो चाहिँ त्यो सुवासना खोज्नलाई धेरै ठाउँ खोजेको रहेछ, तर सुवासना चाहिँ नाइटोमै रहेछ हैन। त्यस्तै यो ठाउँ पाएको छ। वास्तवमा हामी एकदमै खुसी छौँ। म हार्दिकताका साथ जसले यो ठाउँलाई हेर्दै हुनुहुन्छ, वास्तवमा महाभारतमा रहेको सम्पूर्ण विद्यालयहरू, सम्पूर्ण अभिभावकज्यूहरू सम्पूर्णले एकचोटि चाहिँ कोन्जोसोम एरियालाई भिजिट गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। उपस्थित ग्रामोन्नति माध्यमिक विद्यालयका शिक्षक मित्रहरू, विद्यार्थी भाइ बहिनीहरू र यस कोन्जोसोम बुद्ध मूर्ति परिवारका सम्पूर्णमा स्वीकार्नुहोस् मेरो नमस्कार। विशेष गरेर हामी ग्रामोन्नति माध्यमिक विद्यालयका कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूलाई यो
विद्यालयको हाताभित्र मात्रै सिकाइ हुँदैन भन्ने एउटा उद्देश्यले विद्यालय बाहिरबाट पनि केही सिकुन् भन्ने उद्देश्यले हामीले अघि नै भनिसक्नुभयो 3वटा अनि प्रपोजलहरू हामीले बनाएका थियौँ। त्यो प्रपोजल अन्तर्गत हामी यो दोस्रो चरणमा हामी कोन्जोसोम बुद्ध मूर्तिमा यो एउटा फिल्ड भिजिट फिल्ड वर्कको रूपमा हामी यहाँ उपस्थित छौँ। किनभने हामी यो कोन्जोसोम नै किन भन्ने कुरामा चाहिँ यो एउटा सांस्कृतिक धरोहर जसलाई चाहिँ हामीले पाउनको निमित्त हामी सिक्किम पुग्छौँ, दार्जिलिङ पुग्छौँ, लुम्बिनी पुग्छौँ, तर आफ्नो नजिकको तीर्थलाई चाहिँ हेला गर्छौँ। तर त्यो कुरालाई हामीले मध्यनजर गरेर आफ्नो नजिकको तीर्थलाई पनि प्रायोरिटी दिनुपर्छ, यसलाई फुलाउनु पर्छ, यसलाई अझ प्रचारमा लानुपर्छ। र हामीले जसरी मानिसहरू लुम्बिनी जान्छन्, जसरी उता बुद्धगया जान्छन्, त्यसरी नै हाम्रो यो कोन्जोसोम बुद्ध मूर्तिमा पनि त्यसै गरी पर्यटकहरूलाई भित्राउनु पर्छ। हामीले यसलाई प्रायोरिटी दिनुपर्छ, हामीले यसलाई अझ अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यले र त्यसमा प्लस हाम्रो भाइ बहिनीहरूले यहाँबाट पनि धेरै कुराहरू सिक्छन् र त्यो सिकेका कुराहरूले भोलि प्रतिवेदनको रूपमा प्रस्तुत गर्छन् र एउटा लेख्ने शैलीको पनि विकास हुन्छ भन्ने उद्देश्यले हामी आज कोन्जोसोम बुद्ध मूर्तिमा छौँ। अब नेपाल लगायत विश्वका अधिकांश देशहरू बुद्ध धर्ममा आश्रित रहेको यहाँहरूमा सर्वविदितै छ। त्यसमा पनि हाम्रो महाभारत गाउँपालिका वार्ड नम्बर 5 मा रहेको कोन्जोसोम बुद्ध मूर्ति यहाँ व्यवस्थापन समितिका सदस्यज्यूहरू अध्यक्षज्यूहरू यहाँ हुनुहुन्छ। आज हाम्रो यसै वडा नम्बर 5 मा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयबाट हामीले 2-3वटा प्रोजेक्टको लागि यो बुद्ध मूर्तिमा 10 को विद्यार्थीहरूलाई हामीले उपस्थित गरायौँ। एउटा फिल्ड ट्रिप, अर्को फिल्ड ट्रिपको साथसाथै मानव जीवनमा अलिकति भोक त जागी नै हाल्छ, त्यसैले सानो पिकनिकको पनि आयोजना गरेका थियौँ। यो पिकनिकको आयोजना गर्नुको मुख्य उद्देश्य भनेको चाहिँ यहाँको बुद्ध मूर्ति व्यवस्थापन समितिलाई अलिकति चेतना होस् भन्ने उद्देश्यले हामीले त्यो पिकनिकको आयोजना गरेका थियौँ। किन भन्दा अब हामीले सोध्यौँ व्यवस्थापन समितिलाई यो कोन्जोसोम आसपासमा बुद्धको आसपासमा चाहिँ हामीले पिकनिक मनाउन मिल्छ कि मिल्दैन भन्दा उहाँलाई मिल्दैन। ए त्यसो भएदेखि तपाईँहरूमा अलिकति चेतना आउनुपर्छ भन्ने उद्देश्यले हामीले यस व्यवस्थापन समितिको आँगनमै आज सामान्यतया फोहोर गरिदिएका छौँ। यसबाट उहाँहरूको अलिकति चेतना स्तर वृद्धि हुन्छ कि हामीले यसमा यो ठाउँलाई पिकनिक स्पोट बनाउनु पर्ने रहेछ है। किनभने पर्यटकीय स्थल हुँदाखेरि त पिकनिक त चल्छ नै, त्यही भएर पनि यो पिकनिक स्पोट बनाउन त यो समितिले मात्रै सम्भव छैन। त्यसैले यहाँको वडा सरकार, गाउँपालिका सरकार, यहाँको धार्मिक व्यक्तित्वहरू, बुद्धिजीवी इत्यादिले पनि अलिकति संयम भएर केही सहयोग गरिदिनु हुनेछ भन्ने मेरो आस्था विश्वासका साथ यहाँहरूमा हार्दिक अपिल गर्दछु। नमस्कार। सम्पूर्णमा नमस्कार। आज हामी ग्रामोन्नति माविबाट यस महाभारत गाउँपालिका वडा नम्बर 5 मा रहेका कोन्जोसोम बुद्ध मूर्तिमा हामी विद्यालयको तर्फबाट शैक्षिक भ्रमणका लागि आएका छौँ। हामी आउनुको मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो पाठ्यक्रममा रहेको आन्तरिक मूल्याङ्कनमा रहेको विषयवस्तु आफ्नो स्थानीय वरपर रहेका धार्मिक विषयवस्तुलाई समेटेर त्यहाँबाट केही कुरा वास्तविक कुरा सिक्नुपर्ने हुनाले हामी आफ्नै स्थानमा रहेको कोन्जोसोम बुद्ध मूर्तिको अवलोकन गरी विद्यार्थीहरूलाई वास्तविक शिक्षा दिनका लागि प्रत्यक्ष अनुगमन गरेर विद्यार्थीले व्यवहारिक ज्ञान सिक्नका लागि सिक्ने अपेक्षाका लागि हामी यहाँ आएका छौँ। हाम्रो महाभारत गाउँपालिका वडा नम्बर 5 मा रहेको एकमात्र मावि विद्यालय जुन हुन् ग्रामोन्नति माध्यमिक विद्यालयको आयोजनामा भएको यो पिकनिक तथा शैक्षिक भ्रमण कार्यक्रममा उपस्थित हुने विशेष सरहरू अनि तपाईँ कक्षा 10 र 9 मा अध्ययनरत भाइ बहिनीहरूमा पहिलो सबैभन्दा पहिलो नमस्कार हजुरहरूलाई। नमस्कार है। आउने 82 को एसिए दिँदै गर्दा तपाईँहरू पनि यो बुद्ध मूर्ति जस्तै शालीन एवं भद्र भएर है यो मिसनलाई एकदम जित्न सफल रहोस्, भगवान कोन्जोसोमको आशीर्वाद लागिरहुन्। यो करिब 5-6 वर्ष लाग्यो, यति बन्दै गर्दा लगभग 70-75 लाख रुपियाँ चाहिँ पैसा खर्च भयो, जसको स्रोत थियो गाउँपालिका स्तरबाट, प्रदेशबाट र देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइले सबैले एक गाँस जोगाएर चन्द सहयोग गर्नुभएको छ। उहाँहरूलाई फेरि पनि विशेष नमस्कार उहाँहरूलाई पनि है।